मलेसियाबाट सिधै घन्टी घर। हामी आउँदैछौँ भनेर लेख्नु भएको छ यसरी यहाँ। तपाईँ मलेसियाबाट सिधै घन्टी घर आउनुभयो? हजुर सर। के हो यो? तपाईँ त पुरै स्टिकर पनि टाक्नु भएको रहेछ। हजुर, म घन्टीको समर्थन। हजुर। रवि दाइको एकदम बेस्ट फ्यान। हजुर है, रवि दाइको बेस्ट फ्यान। त्यही भएर चाहिँ म डाइरेक्ट चाहिँ मलेसियाबाट डाइरेक्ट एयरपोर्ट झरेर सिधै घन्टी घरमा आएँ। घन्टी घर आउनुभयो। तपाईँ रोबी लामिछानेलाई राष्ट्रपालाई भोट हाल्नको लागि? एकदम मेरो चाहिँ एकदम माया छ दाइप्रति होइन। हजुर। म एकदम भेट्नै भनेर आएको थिएँ, तर चाहिँ उहाँ चाहिँ के अरे झापा जानु परेको छ। हजुर। म चाहिँ किनकि दाइसँग आएर चाहिँ एकचोटि हात मिलाएर चाहिँ भन्न चाहन्थेँ दाइ, हजुर तपाईँको साथमा हामी सबै युवाहरू छौँ होइन। यसपालि चाहिँ हामीले घन्टीमै भोट हाल्ने दाइ। रवि बालेन। रवि बालेन। रवि बालेन। बालेन त यति बेला केपी ओलीसँग भेट्दै हुनुहुन्छ झापा पाँचमा? यस्तो हो के होइन, मलाई एकदम खुसी लाग्छ किनकि है खुसी लाग्छ। प्रधानमन्त्री बन्नलाई प्रधानमन्त्रीकै ठाउँमा गएर चाहिँ उसैलाई हराएर प्रधानमन्त्री बन्नुपर्छ हो। बालेन दाइले चाहिँ एकदम सही गर्नुभएको। केपी ओलीलाई हराएर प्रधानमन्त्री बन्नुपर्छ बालेन? हजुर, देशको प्रधानमन्त्री। देशको प्रधानमन्त्री बन्नुपर्छ। तपाईँ कुन जिल्लाको मतदाता हो? म नवलपुर। तपाईँ नवलपुरबाट भोट हाल्नुहुन्छ? भोट हाल्छु मैले यसपालि घन्टीमा भोट हाल्छु। शुभ नाम के भन्नुभयो तपाईँ? मेरो टुकनारायण पोखरेल है, काउसुदी 17 बमनौली। अब तपाईँ खास यो भाइरल हुने नाममा यसो गरिरहनु भएको छ कि तपाईलाई कोहीबाट परिचालन गरियो? होइन, म भाइरल हुनलाई यताउता हुनलाई मलाई केही छैन है। म भाइरल हुनलाई होइन कि म चाहिँ हृदयदेखिबाट चाहिँ रवि दाई बालेन दाईलाई समर्थन हो। म हृदयदेखिबाट समर्थन गर्ने भएर म सिधा चाहिँ अहिले एयरपोर्टबाट सिधा चाहिँ घन्टी घरमा आएको हो है। आएर चाहिँ नेतागणहरूसँग यसो भेटघाट गर्ने र अनि के अरे रवि दाई बालेन दाईसँग चाहिँ म यसरी भेटेर हात मिलाएर दाई है यसपालि चाहिँ हामी चाहिँ सबै युवाहरू, नयाँ युवाहरू सबै हजुरकै साथमा छौँ भन्नलाई चाहिँ आएको। अब देशभर घन्टीमै हुन्छ? देशभरमा 77 जिल्लामा चाहिँ यसपालि चाहिँ घन्टी बजाउनै पर्छ के है। म सबै आमा बुवा दिदी बहिनी दाजुभाइहरू सबैलाई म भन्छु है, यसपालि चाहिँ नयाँ मान्छेलाई चाहिँ हामीले चाहिँ घन्टी बजाएरै दिनुपर्छ भोट। अब त्यही त अरूले त फेरि एमाले काङ्ग्रेसलाई दिनुपर्छ भनिरहेछन्। तपाईँ घन्टीमा खास किन दिने तपाईँ जस्तो युवाले बताइदिनुहोस् आज। होइन, अब 35 वर्षदेखिबाट चाहिँ उहाँले राजगाज गर्दै आउनुभएको यो देशमा होइन, र अहिले चाहिँ नयाँ आएको युवाहरू है म केही गर्छु होइन। अब पत्रकारीबाटै चाहिँ रवि दाई चाहिँ आउनुभयो है, 24 न्युजबाटै चाहिँ है आउनुभयो। अनि हामीले चाहिँ कस्तो भन्दाखेरि 24 न्युज चलाउनु देखाउँदै हामीले देखिरहेका हौँ।